यता चाहिँ भर्खर आगो बालेको यता चाहिँ बाबुलाई रोएर मकै चाहिहाल्यो भर्खर फोकेर ल्याएको खोसलेर फोकेर बनाएको खोसलेर ल्याएको साथीहरू यहाँ चाहिँ उसलाई चाहिहाल्यो दाइको पछि गएर रोकेर रोज मम्मीले गेली गर्न भनेछ दाइसित कुरा लाग्यो अब त्यसपछि मैले चाहिँ यहाँ साथीहरू पिठो मुस्दैछु एकैछिनपछि बल्ल आगो बोल्यो यहाँ कोही बोलेको थिएन फेरि मैले बल्ल उसलाई मकै पोलेर दिएँ अब के गर्ने केटाटीको चित्त बुझाउनै पर्यो सबभन्दा पहिलाको काम भनेपछि यो चाहिँ मेरो छोराको चित्त पनि बुझ्यो चाहिँ नाच्दै आछ मकै खानको लागि कसको केटाटी यस्तै गर्छन् साथीहरू मेरो बाबु चाहिँ यस्तै हो त्यसपछि मैले आज चाहिँ बोडा र चिचिन्नाको सब्जी बनाउँदैछु साथीहरू सब्जी बनाउँदा बनाउँदै एउटा कुरो सम्झेँ कि यता हेर्नु न साथीहरू एउटा कमेन्ट आछ कि यता यति मिठो खाना परिकार कसैले पनि खाँदैन होला तपाईको घर वरपर छिमेकीको मुखबाट पानी आउँछ खाएको देख्दा भन्न लेख्न छ यहाँ चाहिँ सबले मिठो मिठो खान्छन् त्यस्तो केही पनि हुन्न यहाँ चाहिँ अब मैले मात्रै मिठो बनाउने भन्ने छैन आफ्नो घर सबले मिठो खा हुन्छ के साथीहरू त्यसैले यो चाहिँ मैले एउटा अब यस्तो भनी भन्न नभन्नलाई कमेन्टको रिप्लाई मात्रै दिएको हो यहाँ चाहिँ हाम्रो वरपर सबले चाहिँ यस्तै मिठो मिठो पकाएर खान्छन् साथीहरू ओके होइन कमेन्ट गर्नलाई सबले कोले यस्तै खाना पकाएर खानुहुन्छ आज चाहिँ मैले चिचिन्नको सब्जी रोटी अनि बोडाको सब्जी बनाएँ साथीहरू कतिपय साथीहरूले मलाई कति राम्रो राम्रो कमेन्ट गर्नुहुन्छ कति मिठो बनाउन सबको कमेन्ट राख्दैछु मैले यहाँ चाहिँ धेरै धेरै धन्यवाद गर्न चाहन्छु सबैजनालाई मलाई यति धेरै धेरै मिठो कमेन्ट गर्नको लागि अनि मेरो भिडियो सबैले अन्तिमसम्म मन पराएर हेरिदिनुहुन्छ त्यसको लागि